नमस्कार। आज एउटा असाध्यै महत्त्वपूर्ण अनि खुशीको खबर छ। निराशाका कुराहरू त कति सुनिन्छन्, तर आज हामी देशकै भविष्यसँग जोडिएको एउटा ठूलो सम्भावनाबारे कुरा गर्दैछौँ। यो हो दैलेख जिल्लामा भेटिएको विशाल प्राकृतिक ग्यास भण्डारको सम्भावना। हो, एकदमै। प्राप्त जानकारी अनुसार दैलेखमा ग्यासको ठूलो भण्डार पुष्टि भइसक्यो। अझ प्रारम्भिक अनुमानले त यो भण्डारले नेपाललाई करिब 50 वर्ष नै धान्न सक्छ रे। 50 वर्ष? यो त सानो कुरा भएन। होइन नि। यो जानकारी चाहिँ चीनको एउटा जियोलोजिकल सर्वे कम्पनी, मतलब भूगर्भको विस्तृत अध्ययन गर्ने विशेषज्ञ संस्थाले नेपाल सरकारलाई बुझाएको पहिलो रिपोर्टमा आधारित छ। यो दैलेखको जलजले भन्ने ठाउँमा धेरै वर्षदेखि चलिरहेको खोज अनुसन्धानको नतिजा हो। ल, यसलाई अलिक गहिरिएर हेरौँ न त। कसरी पत्ता लाग्यो, कत्रो छ वास्तवमा, अनि यसले नेपाललाई के फाइदा पुग्ला? यसमा चाखलाग्दो कुरा के छ भने नि, यो त अहिले मतलब पहिलो चरणको नतिजा मात्रै हो। स्रोतहरूले के भन्छन् भने त्यहाँ ड्यास हुन सक्ने भनेर 4वटा सम्भावित ठाउँहरू थिए के, तर अहिलेसम्म एउटा ठाउँमा मात्र अलि विस्तृत रूपमा ड्रिलिङ गरिएको छ। ए, ड्रिलिङ भनेको त्यो जमिन मुनि खनेर हेर्ने प्रक्रिया? हो, ठ्याक्कै। जमिन मुनि गहिरोसम्म खनेर त्यहाँ के छ भनेर नमुना निकालेर परीक्षण गर्ने। अनि त्यो पहिलो ड्रिलिङ जुन 2078 साल वैशाखतिर सुरु भएर करिब 4000 मिटरभन्दा गहिरोसम्म खनियो, त्यहाँबाट निकालिएको नमुनाले त एकदमै राम्रो नतिजा देखायो। कस्तो नतिजा? त्यहाँ करिब 112 अर्ब घनमिटर मिथेन ग्यास भएको पुष्टि भयो। मिथेन भनेको त्यही प्राकृतिक ग्यासको मुख्य तत्त्व हो जुन हामीले अब एलपीजी ग्यासको सट्टा बाल्न सक्छौँ। 112 अर्ब घनमिटर? त्यो त आफैमा ठूलो परिमाण भयो नि है। हो नि, धेरै ठूलो हो। यसले नै निकै ठूलो आशा जगाएको छ। तर अझ महत्त्वपूर्ण कुरा के छ भने स्रोतले देखाए अनुसार यो त केवल एउटा ठाउँको नतिजा भयो। 4वटा सम्भावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अनुमानलाई हेर्ने हो भने जलजले क्षेत्रमा मात्रै कुल 430 अर्ब घनमिटरसम्म ग्यास हुन सक्ने देखिन्छ। ओहो, 430 अर्ब। हजुर। अब यदि यो अनुमान साँच्चै मिल्यो र हामीले सफलतापूर्वक यसलाई निकाल्न सक्यौँ भने यसले नेपालको अहिलेको जुन ऊर्जा खपत छ नि, त्यसको आधारमा करिब 50 वर्षसम्मको माग धान्न सक्छ। 50 वर्ष? यो त साँच्चै देशको लागि काया पलट नै हुन सक्छ। हुन त दैलेखमा यस्तो ग्यास वा तेल छ भन्ने कुरा त खै पहिलेदेखि नै सुनिन्थ्यो नि, होइन र? हो, त्यो त सत्य हो। स्थानीयहरूले त्यहाँ जमिनबाट निस्केको ग्यास बालेर मन्दिरमा अखण्ड दीप बालेको कुरा, खोलामा तेल जस्तो देखिएको कुराहरू त कति सुनिन्छ। त्यो त छँदैछ। स्रोतहरूले के भन्छन् भने यसको औपचारिक खोज प्रयास त 2026 सालतिरै सुरु भएको रहेछ, तर अब विभिन्न कारणले होला बीचमा खासै प्रगति हुन सकेन। तर 2072 को त्यो नाकाबन्दीले हामीलाई आफ्नै ऊर्जा स्रोत कति चाहिने रहेछ भनेर झस्कायो नि। हो, त्यसले ठूलो पाठ सिकायो। त्यसपछि सरकार अलि गम्भीर भयो अनि 2075 माघमा नेपाल सरकार र त्यही चिनिया कम्पनी बीच दैलेखमा यो पेट्रोलियम पदार्थ ग्यास खोज्ने सम्झौता भएको थियो। हो, र त्यही सम्झौता अनुसार निरन्तर काम भइरहेको थियो। त्यसैको नतिजा हो यो। अब यदि यो अनुमानित भण्डारण वास्तविकतामा बदलियो र व्यावसायिक रूपमा निकाल्न सकियो भने यसले नेपालको ऊर्जा सुरक्षामा त ठूलै परिवर्तन ल्याउँछ। सोच्नुस् न, हामी खाना पकाउने ग्यासदेखि कति धेरै इन्धन आयात गर्छौं, विशेष गरी भारतबाट। यो निर्भरता घटाउन त यो एकदमै ऐतिहासिक कदम हुन सक्छ। पक्कै पनि। अनि आर्थिक रूपमा नि त होइन? निश्चय पनि। आर्थिक अवसर त ठूलै हुन्छ। स्रोतहरूले पनि खाडी मुलुकहरू तेल बेचेरै कति धनी भए भन्ने उदाहरण दिन्छन्। हुन त हाम्रो सन्दर्भ अलि फरक होला, तर आफ्नो प्राकृतिक स्रोतको सही उपयोग गर्न सकियो भने देशको आम्दानी बढ्ने, व्यापार घाटा कम हुने, विकासका लागि पैसा जुट्ने सम्भावना त एकदमै रहन्छ। तर फेरि यो सबै कुरो व्यावसायिक उत्पादन सफलतापूर्वक सुरु भएपछि मात्रै पक्का हुन्छ। यो रातारात हुने कुरा चाहिँ होइन। हजुरले भन्नुभयो व्यावसायिक उत्पादन। त्यो चरणसम्म पुग्न अब के गर्नुपर्छ त? स्रोतले केही भनेको छ यसको प्रक्रियाबारे? छ। अहिले यो चिनिया कम्पनीले बुझाएको त प्रारम्भिक रिपोर्ट मात्र हो। उनीहरूले अझै थप विश्लेषण अध्ययनहरू गर्दैछन्। अन्तिम विस्तृत प्रतिवेदन चाहिँ 2025 को डिसेम्बरसम्ममा सरकारलाई बुझाउने योजना छ रे। ए, डिसेम्बर 2025 सम्म? हो,
त्यो प्रतिवेदनले चाहिँ ग्यासको वास्तविक मात्रा कति, गुणस्तर कस्तो छ, निकाल्न कतिको सम्भव छ, खर्च कति लाग्ला जस्ता कुराहरू अझ प्रष्ट पार्छ होला। त्यसपछि मात्रै सरकारले व्यावसायिक उत्पादनको लागि परीक्षण गर्ने तयारी गर्नेछ। यसमा त ठूलो लगानी चाहिन्छ, प्रविधि चाहिन्छ अनि स्पष्ट योजना पनि चाहिन्छ। स्रोतले पनि अब निकाल्ने र वितरण गर्ने कुरामा आउन सक्ने भौगोलिक वा प्राविधिक चुनौतीहरूलाई पनि ख्याल गर्नुपर्छ भनेको छ। भनेपछि यो एकदमै उत्साहजनक खबर त हो, तर वास्तविक फाइदा लिन अझै केही समय लाग्ने र धेरै मेहनत पनि गर्नुपर्ने देखियो। छोटकरीमा भन्दा दैलेखमा पुष्टि भएको यो ग्यास भण्डार नेपालको लागि एउटा सुनौलो ढोका खोल्ने ठूलो सम्भावना हो, खास गरी ऊर्जामा आत्मनिर्भर बन्ने दिशामा। एकदमै। स्रोतहरू पनि यो समाचारले निकै आशा जगाएको र यसले नेपालको मुहार फेर्न सक्ने विश्वास लिएका छन्। हो नि, तब अब यो सम्भावनालाई यथार्थमा बदल्न चाहिँ ठोस र रणनीतिक कदमहरू चाल्नै पर्छ। राम्रो योजना बनाउने, चाहिने ठूलो लगानी कसरी जुटाउने, प्रविधि कसरी ल्याउने अनि काम प्रभावकारी रूपमा कसरी गर्ने भन्ने कुराहरू अब निर्णायक हुन्छन्। यो खोज आफैमा एउटा ठूलो उपलब्धि र उत्साहको विषय त भइ नै हाल्यो। तर अबको महत्त्वपूर्ण प्रश्न के हो भने यो राष्ट्रिय अवसरबाट देशले अधिकतम र दिगो लाभ लिन चाहिँ अब के कस्ता ठोस कदमहरू तुरन्तै चाल्नु पर्ला? यो प्रश्नमा अब गम्भीर विमर्श हुनु जरुरी देख्छु म।